नमस्कार, यहाँहरुलाई स्वागत छ मेरो हाम्रो जीके स्टडी च्यानलमा। आज चाहिँ हामीले 2072 सालमा प्रहरी सहायक निरीक्षक अथवा असैलाई चाहिँ सोधिएको जीके खण्डको प्रश्न उत्तर यहाँहरुको लागि लिएर आएका छौं। प्रश्नहरु छन् र सँगै उत्तर पनि म यहाँहरुलाई बताइदिनेछु र आशा छ यहाँहरुले चाहिँ यो भिडियो अन्त्यसम्म हेर्नुहुनेछ। ओके, यहाँ चाहिँ जीके का 25 वटा प्रश्नहरु छन् जसबापत यहाँहरुले 2 अंक प्राप्त गर्नुहुनेछ। 25 वटा जीके प्रश्न र 25 वटा चाहिँ हाम्रो आईक्यू को प्रश्न गरेर चाहिँ यहाँलाई 50 वटा प्रश्न आउँछन् र 2 मार्क्स को क्वेशन आउने गर्दछन् र यो चाहिँ 2072 को मोडल सेट हो साथीहरु। अब 2072 मा चाहिँ तत्कालीन समय कस्तो थियो र चाहिँ तत्कालीन समयमा हाम्रो सिलेबस पनि फरक थियो, त्यही मोडलबाट चाहिँ यो क्वेशनहरु छ साथीहरु। ओके, सुरु गरौँ। 2072 सालमा चाहिँ के कस्तो जीके क्वेशनहरु आएका रहेछन् त भन्ने यहाँ हामीले चाहिँ यो खुल्दुले मेटाउनको लागि चाहिँ मैले यो भिडियो लिएर आएको हो खासमा। र सुरुमा रहेको छ नेपालको सबैभन्दा पुरानो शिलालेख कहाँ छ। प्रश्न नम्बर 1 मा रहेको छ नेपालको सबैभन्दा पुरानो शिलालेख कहाँ छ। यसको उत्तर के हो त साथीहरु? यसको उत्तर अप्सन नम्बर ए वज्रयोगिनी मन्दिर रहेको छ। र प्रश्न नम्बर 2 मा रहेको छ काठमाडौँदेखि रसुवाको धुन्चेसम्मको लोकमार्गलाई के भनिन्छ। काठमाडौँदेखि रसुवाको धुन्चेसम्मको लोकमार्गलाई के भनिन्छ साथीहरु? अप्सन ए रहेको छ जनक मार्ग, बी रहेको छ अमरसिंह मार्ग र सी रहेको छ भोपी शेरचन मार्ग भने डी रहेको छ पासाङ लामो मार्ग र यसको सही उत्तर के हो त? अप्सन नम्बर डी यसको सही उत्तर हो। र मार्क लगाउनु पर्दाखेरि चाहिँ हामीले यहाँ मार्क लगाइदेऊ साथीहरु। ओके, म यहाँ हाइलाइट गर्दिन्छु। अलिकति नदेखिए जस्तो लाग्यो साथीहरु। ओके, यो चाहिँ हाम्रो वज्रयोगिनी मन्दिर भयो, अप्सन नम्बर ए। ओके, त्यसैगरी अर्को चाहिँ यो पासाङ लामो मार्ग, अप्सन नम्बर डी सही भयो है। ओके, ल अर्को प्रश्न रहेको छ प्रश्न नम्बर 3 नेपालमा गणतन्त्रको घोषणा कहिले भयो अथवा कहिले गरियो। नेपालमा गणतन्त्र घोषणा कहिले गरियो त साथीहरु? यसको सही उत्तर के हो त? अप्सन नम्बर डी। यहाँ देखाइएका अप्सनहरु मध्ये अप्सन नम्बर ए मा भनिएको छ 63 वैशाख 11, 64 जेठ 15, 65 वैशाख 11 र विक्रम सम्वत 2065 ज्येष्ठ 15 गते। यसको सही उत्तर के हो त? अप्सन नम्बर डी हो, जुन चाहिँ विक्रम सम्वत 2065 साल जेठ 15 गते यसको सही उत्तर हो साथीहरु। ओके, ओके, मेरो माउस अलिकति खराब भएको कारणले चाहिँ यस्तै छ साथीहरु, के गर्ने सबैतिर मिलाउनु पर्ने हुन्छ है। ओके, अब प्रश्न नम्बर 4 मा जाउँ हामी। विक्रम सम्वत 2071 सालको मदन पुरस्कार कसलाई प्रदान गरियो। विक्रम सम्वत 2071 सालको मदन पुरस्कार कसलाई प्रदान गरियो साथीहरु? यसको सही उत्तर हो विजय कुमार पाण्डेलाई प्रदान गरिएको थियो। विजय कुमार पाण्डे, अप्सन नम्बर सी। विजय कुमार पाण्डेलाई 2071 सालको मदन पुरस्कार दिइएको थियो। र प्रश्न नम्बर 5 रहेको छ विनाशकारी महाभूकम्प 2072 बाट सबैभन्दा मानवीय क्षति भएको जिल्ला कुन हो। विक्रम सम्वत 2072 सालमा त्यत्रो ठुलो हैन भूकम्प गयो साथीहरु, वैशाख 12 गते त्यो कालो दिन हामीलाई यादै छ है। त्यहाँ चाहिँ सबैभन्दा धेरै मानवीय क्षति भएको जिल्ला कुन हो त भन्दाखेरि गोरखाको बालपाकमा केन्द्रबिन्दु भएर चाहिँ भूकम्प त गयो, तर पनि सबैभन्दा मानवीय क्षति कहाँ भयो त? सिन्धुपाल्चोकमा भयो। यसको सही उत्तर के हो त? अप्सन नम्बर डी। सिन्धुपाल्चोकमा सबैभन्दा धेरै मानवीय क्षति भएको हो। र अर्को रहेको छ प्रश्न नम्बर 6 मा संयुक्त राष्ट्र संघको पहिलो विशिष्टीकृत संस्था कुन हो। संयुक्त राष्ट्र संघको पहिलो विशिष्टीकृत संस्था कुन हो त साथीहरु? यसको सही उत्तर रहेको छ अप्सन नम्बर ए आईएलओ, संयुक्त राष्ट्र संघको पहिलो विशिष्टीकृत संस्था हो। ओके, अब अर्को प्रश्नमा जाउँ हामी। प्रश्न नम्बर कति भयो? प्रश्न नम्बर 7 मा जाउँ हामी। प्रश्न नम्बर 7 मा चाहिँ 2015 को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो। विक्रम के छ साथीहरु? 2015 को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो त? यसको सही उत्तर रहेको छ अङ्गस डेटन है, अप्सन नम्बर डी
यसको सही उत्तर रहेको छ साथीहरू। अगस्ट डेटनलाई 2015 को के त साथीहरू अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिएको थियो। र प्रश्न नम्बर 8 मा रहेको छ इस्लामिक स्टेट कुन देशसँग सम्बन्धित छ? इस्लामिक स्टेट कुन देशसँग सम्बन्धित छ? प्रश्न नम्बर 8 को प्रश्न रहेको छ इस्लामिक स्टेट कुन देशसँग सम्बन्धित छ? अप्सन रहेको छ इरान, बंगलादेश, पाकिस्तान र सिरिया। हाल चाहिँ यो अब सक्रिय छैन अथवा निष्क्रिय भइसक्यो इस्लामिक स्टेट भन्ने, तैपनि यो चाहिँ सिरियासँग सम्बन्धित छ साथीहरू। त्यति बेला चाहिँ थियो र अहिले चाहिँ यो निष्कासन भइसकेको छ अथवा डिस्पोज भइसकेको छ इस्लामिक स्टेट भन्ने। र अब 9 नम्बरको प्रश्न रहेको छ ओलम्पिक खेलको सुरुवात कुन देशबाट भएको हो? ओलम्पिक खेलको सुरुवात कुन देशबाट भएको हो त साथीहरू? अप्सन नम्बर ए ग्रिसबाट सुरु भएको हो। अब प्रश्न नम्बर 10 मा जाउँ हामी। प्रहरी नायब महानिरीक्षक पद कुन श्रेणी भित्र पर्दछ? प्रहरी नायब महानिरीक्षक भनेको चाहिँ डीआईजी हो साथीहरू। ओके, डीआईजी पद चाहिँ कुन श्रेणी भित्र पर्दछ अथवा चाहिँ प्रहरी नायब महानिरीक्षक कुन श्रेणी अन्तर्गत पर्दछ भनेर तपाईलाई प्रश्न आयो भने के लेख्ने त? राजपत्र अंकित प्रथम। राजपत्र अंकित र राजपत्र अनंकित गरेर प्रहरीमा चाहिँ दुईटा श्रेणी विभाजन गरिएको छ, जसमध्ये चाहिँ राजपत्राङ्कित प्रथम अन्तर्गत चाहिँ हाम्रो के पर्दछ त? यो डीआईजी पद पर्दछ अथवा चाहिँ प्रहरी नायब महानिरीक्षक पद पर्दछ साथीहरू। ओके, असैको तयारी गर्नुभएको साथीहरूलाई थाहा छ होला अथवा थाहा नहुन पनि सक्छ, थाहा भएन भने चाहिँ हेर्नु होला। किन भन्दा अब भ्याकेन्सी छिटै खुल्दैछ साथीहरू। भ्याकेन्सी खोलिसकेपछि तयारी गर्ने भन्दाखेरि पनि पहिल्यै तयारी गर्दै गर्नुहोस् हैन। आफ्नो फिजिकललाई ध्यान दिनुहोस्, आफ्नो रिटर्नलाई ध्यान दिनु भयो भने चाहिँ निकाल्न त्यति गाह्रो छैन। ओके, अब प्रश्न नम्बर 11 मा जाउँ हामी। डन्डा क्रस खुकुरीमाथि एकतारा भएको दर्जानी चिन्ह कुन दर्जाको प्रहरीले पाउँछ भनेर भनेको छ है। डन्डा खुकुरी क्रस र अर्को त एकतारा भएको दर्जानी चिन्ह चाहिँ कसले पाउँछ त? खुकुरी डन्डा क्रस चाहिँ हाम्रो इन्सपेक्टरको भयो भने खुकुरी डन्डा क्रसमाथि एकतारा चाहिँ कसले त? डीएसपी। डीएसपी भनेको हो त प्रहरी नायब उपरीक्षक भनेको डीएसपी हो है साथीहरू। ओके, यसको सही उत्तर के हो त? अप्सन नम्बर बी यसको सही उत्तर भयो है। ओके, अब प्रश्न नम्बर 12 मा जाउँ हामी। प्रहरी सेवामा कतिवटा श्रेणी रहेका छन्? मैले अघि नै पनि भनिसकेँ, प्रहरी सेवामा दुईवटा श्रेणी छन्। तीमध्ये एउटा राजपत्र अंकित हो भने अर्को राजपत्र अनंकित हो। त्यसैले यसको प्रश्न नम्बर अप्सन नम्बर 2 सही उत्तर भयो साथीहरू। अब प्रश्न नम्बर 13 मा जाउँ हामी। ग्रामी अवार्ड कुन क्षेत्रसँग सम्बन्धित छ? ग्रामी अवार्ड कुन क्षेत्रसँग सम्बन्धित छ अथवा चाहिँ कुन सेक्टरको लागि चाहिँ यो ग्रामी अवार्ड दिन्छ त साथीहरू? चलचित्र, खेलकुद, संगीत र साहित्य मध्ये यसको सही उत्तर हो संगीत अथवा चाहिँ अप्सन नम्बर सी। यसको सही उत्तर के भयो त? अप्सन नम्बर सी अथवा संगीत क्षेत्रमा चाहिँ सबभन्दा उत्कृष्ट, सबभन्दा ठुलो योगदान हैन दिनेलाई चाहिँ यो ग्रामी अवार्ड प्रदान गरिन्छ साथीहरू। र अर्को रहेको छ प्रश्न नम्बर 14 मा। विज्ञानका पिता भनेर कसलाई चिनिन्छ? विज्ञानका पिता भनेर कसलाई चिनिन्छ साथीहरू? यसको सही उत्तर रहेको छ अल्बर्ट आइन्स्टाइन। अल्बर्ट आइन्स्टाइन अप्सन नम्बर ए है त। ओके, अब अर्को क्वेशन रहेको छ प्रश्न नम्बर 15 मा जाउँ हामी। प्रश्न नम्बर 15 मा चाहिँ के छ भन्दाखेरि ब्ल्याक बक्स भन्नाले के बुझिन्छ है? ब्ल्याक बक्स भन्नाले के बुझिन्छ साथीहरू? अप्सन नम्बर ए रहेको छ मोबाइलको फोनको सेवामा सूचना प्रवाह गर्न प्रयोग गरिने तरङ्ग, रासायनिक हात हतियार राख्ने बाकस, र सी मा रहेको छ हवाई जहाजको दुर्घटनाका कारण पत्ता लगाउन प्रयोग गरिने यन्त्र, र डी मा रहेको छ टेलिभिजन प्रसारणका लागि प्रयोग गरिने श्रव्य दृश्य यन्त्र। यसको सही उत्तर के हो त? अप्सन नम्बर सी हवाई जहाजको दुर्घटनाका कारण पत्ता लगाउन प्रयोग गरिने यन्त्र हो, जुन चाहिँ ओरेन्ज कलरको हुन्छ, तर यसलाई के भनिन्छ त? ब्ल्याक बक्स भनेर भनिन्छ। यो ओरेन्ज कलरको भए पनि यसलाई चाहिँ ब्ल्याक बक्स भनेर भनिँदो रहेछ। अप्सन नम्बर सी यसको सही उत्तर भयो है त साथीहरू। ओके, ल अब चाहिँ 16 नम्बरमा जाउँ हामी। 16 नम्बरमा चाहिँ के छ भन्दाखेरि रातो मच्छिन्द्रनाथको भोटो
देखाउने जात्रा चलन चलाउने राजा चाहिँ को हुन्, कसले चलाए है। ओके, रातो भन्ने बित्तिकै हामीले कसलाई सम्झिन्छौँ त? रातो भन्ने बित्तिकै हामी नरेन्द्र देवलाई सम्झिन्छौँ र सेतो भन्ने बित्तिकै हामी प्रताप मल्ललाई सम्झिन्छौँ भने यसको सही उत्तर के रहेछ त? रातो भन्यो। यसको सही उत्तर अप्सन नम्बर सी हो, अर्थात् नरेन्द्र देवले रातो मच्छिन्द्रनाथको जात्रा चलाएका थिए। र अर्को रहेको छ प्रश्न नम्बर 17 मा, नेपालको प्रमाणिक समय कुन देशान्तर रेखालाई आधार मानेर निर्धारण गरिएको छ? यसको सही उत्तर के हो साथीहरू? अप्सन नम्बर ए मा भनिएको छ 86 डिग्री 15 मिनेट पूर्वी देशान्तर, अप्सन नम्बर बी मा रहेको छ 86 डिग्री 15 मिनेट दक्षिणी देशान्तर, सी मा रहेको छ 76 डिग्री 15 मिनेट पूर्वी देशान्तर र डी मा रहेको छ 96 डिग्री 15 मिनेट पूर्वी देशान्तर। यो चाहिँ यताउति कतै पनि नगइकन यसको अप्सन चाहिँ ए सही उत्तर हो, किन भन्दाखेरि 86 डिग्री 15 मिनेट पूर्वी देशान्तरलाई आधार मानेर नेपालको समय निर्धारण गरिएको छ। केलाई आधार मानेर त? गौरीशंकर हिमाल जुन चाहिँ 86 डिग्री 15 मिनेट पूर्वी देशान्तरमा रहेको छ हो, यही हिमाललाई हामीले चाहिँ आधार मानेर नेपालको चाहिँ प्रमाणिक समय निर्धारण गरेका हौं। र अर्को प्रश्नतर्फ लागौँ हामी, प्रश्न नम्बर 18 तर्फ। नेपालको संविधान विधेयक 2072 मा कतिजना सभासदहरूले हस्ताक्षर गरेका थिए भनेर भनिएको छ, जहाँ चाहिँ 2072 को संविधानमा 2/3 मत प्राप्त भएको थियो भनेर भनिएको थियो। यसको चाहिँ सही उत्तर हो 537 जना है, 537 जना सभासदले चाहिँ हस्ताक्षर गरेका थिए। ओके, अब 19 नम्बरको प्रश्नमा जाउँ हामी। 2068 को जनगणना अनुसार नेपालमा सबैभन्दा दोस्रो कम जनसङ्ख्या भएको जाति कुन हो भनेर भनिएको छ। यो 2068 को डाटा हो, डाटा अनुसार हो साथीहरू, किन भन्दा अहिले चाहिँ 2078 को डाटा आइसकेको छ हामी सामु। तैपनि यो चाहिँ ओल्ड क्वेसन अथवा चाहिँ 2072 मा आएको क्वेसन भएकोले चाहिँ यो चाहिँ 2068 लाई आधार मानेर भनेको छ भने यसको सही उत्तर के हो त? दोस्रो सानो जाति चाहिँ के थियो त भन्दाखेरि नुराङ थियो है। अहिले चाहिँ फर्स्ट सक्यो अरे है। ओके, अब अर्को प्रश्नमा जाउँ हामी। प्रश्न नम्बर 20 मा नेपाली क्रिकेट टिमका विदेशी प्रशिक्षक कुन देशका हुन् भनेर भनिएको छ। नेपाली क्रिकेट टिमका विदेशी प्रशिक्षक कुन हुन् भनेर भनिएको छ। जुन चाहिँ नेपाली क्रिकेट टिमका विदेशी प्रशिक्षकहरू चाहिँ तिनीहरूको कार्यकाल हुन्छ यति समयको भनेर निर्धारण गरिएको हुन्छ भने त्यतिखेर 2015 थियो, एडीमा भन्नुपर्दा 2015 थियो साथीहरू त्यतिखेर। र त्यतिखेर चाहिँ हाम्रो श्रीलङ्काका है, श्रीलङ्काका के थिए त? कप्तान थिए त्यतिखेर, जुन चाहिँ अप्सन नम्बर सी सही उत्तर भयो साथीहरू। अप्सन नम्बर सी सही उत्तर भयो है, त्यतिखेर श्रीलङ्काका थिए। र अर्को रहेको छ प्रश्न नम्बर 21 मा विश्वको सबैभन्दा ठूलो महासागर कुन हो? विश्वको सबैभन्दा ठूलो महासागर कुन हो त साथीहरू? यहाँलाई थाहा छँदैछ, प्रशान्त महासागर विश्वको सबैभन्दा ठूलो महासागर हो। र प्रश्न नम्बर 22 मा जाउँ हामी। प्रहरी सहायक निरीक्षक पदमा नियुक्त गर्ने अधिकार कसलाई हुन्छ? प्रहरी सहायक निरीक्षक अथवा असै पदमा तपाई भोलि बिहान असै हुनुभयो भने तपाईलाई नियुक्त कसले गर्छ त भन्ने पनि तपाईलाई जानकारी हुनु पर्यो नि त साथीहरू। त्यसैले यसको सही उत्तर के हो त? प्रहरी अतिरिक्त महानिरीक्षक अथवा प्रहरी महानिरीक्षकले चाहिँ तपाईलाई पदमा नियुक्त गर्नुहुन्छ अथवा तपाईलाई चाहिँ स्वागत गर्नुहुन्छ भनौं न एक किसिमले हाम्रो सामान्य भाषामा है। ओके, अब प्रश्न नम्बर 23 मा जाउँ हामी। प्रश्न नम्बर 23 मा चाहिँ के छ भन्दाखेरि प्रहरी नियमावली 2071 बमोजिम समावेशीतर्फ दलितको लागि कति प्रतिशत आरक्षण छुट्याउने व्यवस्था गरिएको छ भनेर भनेको छ। प्रहरी नियमावली 2071 बमोजिम समावेशीतर्फको दलितका लागि चाहिँ कति प्रतिशत छुट्याइएको छ त? यसको सही उत्तर हो यताउति कतै नगइकन यसको सही उत्तर हो 15% है। ओके, अब 24 नम्बरको प्रश्न रहेको छ विश्व महिला दिवस कहिले मनाइन्छ? इन्टरनेशनल वुमेन्स डे हामीले कहिले मनाउँछौँ त? मार्च 8 मा अथवा अप्सन नम्बर बी मार्च 8 यसको सही उत्तर भयो है। अब अहिलेको लागि अन्तिम प्रश्न, हामी चाहिँ जीके खण्ड मात्रै लिएका छौँ साथीहरू। यहाँ चाहिँ के छ भन्दाखेरि 2071 सालको जगदम्बा श्री पुरस्कार कसले प्राप्त गर्यो भनेर
यो चाहिँ प्रश्न रहेको छ। विक्रम सम्वत 2071 सालमा जगदम्बा श्री पुरस्कार प्राप्त कसले गरे त है। यो प्रश्न चाहिँ तपाईलाई भयो साथीहरु। मैले तपाईलाई छोड्दिएँ। यहाँ अप्सन पनि रहेका छन् माधव घिमिरे है, अंगु बाबा जोशी, विजय कुमार पाण्डे, दुर्गालाल श्रेष्ठ मध्ये 2071 सालको जगदम्बा श्री पुरस्कार कसले प्राप्त गर्यो भनेर खोज्ने र कमेन्ट गर्ने भाग चाहिँ यहाँहरुको लागि छोड्दै म अर्को भिडियो यहाँहरुको सामु फेरि छिट्टै नै ल्याउँदै छु। अर्को भिडियो पनि हेर्न नछुटाउनु होला। त्यसको लागि हाम्रो च्यानल